हेलो नमस्ते गुड मर्निङ लसो फ्याबुला यति दाउरा चिरिसक्यो सानो नै बोक्नुपर्छ ल ठक्क अब चाहिँ बिसाउने ठाउँमा आइपुग्यो हेलो नमस्ते गुड मर्निङ लसो फ्याबुला सबैजनालाई फेरि पनि है म एउटा आज भ्लग लिएर आएको छु तपाईहरुले अघि नै थाहा पाइसक्नु भयो होला थम्बनेल हेरेर नै आज चाहिँ म यता गाउँ घरतिर चाहिँ एकदमै जंगलतिर दाउरा काट्न आएको छु यसरी काटिन्छ दाउरा चाहिँ एकदम हेरेर इन्जोय गर्नु होला है एभ्रीवन अब चाहिँ है चिट्न लागेको छु चाहिँ मैले चाहिँ यति दाउरा चिरिसक्यो अब भारी पुग्छ होला भारी हाल्छौं त्यसपछि चाहिँ अब म जान्छु है हेर्नु होला अब भारी कसरी बनाउँछौं सुरुमा यसरी दुईटा काठलाई हामी अझै दुईटा काठलाई सुरुमा यसरी राख्छौं यसरी अनि दुईटा काठ यसरी है त्यसपछि चाहिँ बिस्तारै राम्रो दाउराहरू यो चाहिँ ढाडमा के बोक्ने ठाउँमा चाहिँ हाल्ने राम्रो सिधा दाउराहरू खोज्दैछु एउटा दाउरा चाहिँ अहिले हालिसकेँ यसरी है अझै यो सिधा दाउराहरूलाई चाहिँ मिलाएर यसरी राख्छु एकदम मिलाएर है किनभने यसले चाहिँ ढाड नदुखोस् भनेर है पुरै म अन्तिमसम्म देखाउँछु भारी बनाइसकेपछि कस्तो भयो भारी भन्ने कुरा पनि यहाँहरुको माझ म देखाउने नै छु एकदम भिडियो हेर्नु होला यो किन यसरी खुल्ला राखेको भने अहिले डोरी हाल्नुपर्छ एकछिनमा है एकछिनमा चाहिँ डोरी हाल्नु पर्ने भएकोले यसरी ठुलै हुन्छ होला यसले अब त्यसपछि आएर चारवटा किल्ला भन्छौँ नि किल्लालाई राख्छौँ अब चाहिँ किल्ला है चारवटा
एउटा यहाँ राख्छु गाड्नु पर्ने तर के गर्नु यस्तो गरममा छैन गाड्ने ठाउँ त्यही भएर यस्तै राख्दैछु है यतिले टक्क राखेछु मैले अनि उताबाट एउटा सलक्कै यहाँ एउटा राख्छु यहाँ अनि ठोक्छौँ बन्जरोले यता पनि के हो ढल्यो ढल्यो म त ढले अलिकति ठोक्छौँ है ठोकिसकेँ हाम्रो यसरी टक्क मिलाएर राख्दैछु है अनि यता कुनातिर पनि दुईटा एउटा यहाँ कस्तो ढुङ्गा छ भने यहाँ जान्छ होला एउटा यहाँ अनि त्यसपछि आएर एउटा यहाँ अनि एउटा चाहिँ यहाँ राखिदिन्छौँ के गर्नु अब ढुङ्गाले अट्ठाउनु पर्यो छैन छिर्ने ठाउँ अब चाहिँ मिलाएर राख्ने है यसरी एकमाथि अर्को खप्ट्याउँदै लाग्ने भारी चाहिँ रेडी भइसक्यो अब चाहिँ म लाग्छु यो है भारी रमाइलो छ है भारी कतिलाई याद छ है यसो रमाइलो गरेको एकसम है गाइज अब चाहिँ भारी बोकिसक्यो अब लाग्दैछु बाटोमा के गर्नु भारी पुगेछ है आज चाहिँ एकदम सानो बेला जङ्गल आएको याद आयो मलाई सँगै घाँस तौर गर्ने साथीहरूलाई पनि एकदम मिस गरेको छु एकदम यो भिडियो हेरेर चाहिँ साथीहरू एकदम त्यो बालापनका यादहरू सम्झिनु होला धेरै साथीहरूसँग जङ्गलमा यसरी दाउरा काट्न गयो अहिले को कहाँ छ है आज धेरै समयपछि यसरी दाउरा काट्न आएको छु एकदम रमाइलो पनि लाग्यो मलाई
त्यो बच्चाको सानो हुँदाको क्षणहरू पनि याद आयो है। एकदम हेरेर साथ दिनु होला, कमेन्ट गर्नु है जसले चाहिँ यसरी भारी बोकेको छ उहाँहरूले चाहिँ एकदम कमेन्ट चाहिँ गर्न नबिर्सनु होला। ल ठक्क अब चाहिँ बिसाउने ठाउँमा आइपुग्यो है। टक्कै त बिसाएर राखेको छु, एकछिन बस्छौँ त्यसपछि घर जान्छु। आज चाहिँ म भनिसकेँ मैले लागि नै उता म चाहिँ के अरे झारलङको ठुलो बाहिरको ब्रिजतिर छु भनेर। हामी पहिला चाहिँ वहाँ माथि कहाँ टाढा चाहिँ जानु पर्थ्यो, अहिले चाहिँ त्यस्तो टाढा जानु पर्दैन है दाउरा काट्न। प्रायः सबैकै खेतबारीतिर हुन्छ त रुखहरू त्यतै काटिन्छ। आज चाहिँ हिमाल पनि एकदम राम्रो देखेको छ है, रमणीय एकदम। सायद अहिले त ठिक भयो। यो चाहिँ के होला भन्नु होला फेरि है, यो चाहिँ टक्क हाम्रो चाहिँ साथीहरूलाई थाहै होला। यता तलतिर हाम्रो ढाड दुख्यो भने यसले चाहिँ सेभ गर्छ भनेर चाहिँ यो राखिन्छ। यो यसरी यहाँ राखेपछि चाहिँ एकदम ढाडलाई चाहिँ सुरक्षा दिन्छ है। अब यो पनि राख्छु यसरी। अब म चाहिँ हिँड्यो है। तपाईँहरूले आजको भ्लग त हेरि नै सक्नुभयो, एकदम हेरेर इन्जोय गर्नुभयो होला भनेर आशा गरेको छु। अब भ्लगलाई चाहिँ आज म यतिकैमा अन्तिम गर्छु। एकदम हेरेर चाहिँ लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला, किनभने अर्को भिडियोहरू पनि मलाई बनाउन चाहिँ एकदम जोस अनि जाँगर मिल्नेछ तपाईँहरूको त्यो माया देखेर चाहिँ है। ओके अब चाहिँ भ्लगलाई बन्द गर्छु। सबैजनालाई बाई बाई।